देखिन्छ यतातिरको नजिक ल धन्यवाद छ तपाईलाई नेताहरुसम्म पनि पुग्न सक्ने नेताहरुसँग गुनासो राख्न सक्ने यहाँको जनता भएको रहेछ यसको लागि चाहिँ कमरेड चट्टान ज्यू र हाम्रो चाहिँ गर्वे मिजार पक्कै पनि हाम्रो के रे पैरवी अनलाइन का हाम्रो सम्पादक नेवारी समुदायको चाहिँ एउटा सक्रिय उपस्थितिमा चाहिँ सरौदी मजिन्टार हप्ती खोला विभिन्न बजारमा त्यहाँबाट सामान लिएर जुन माथि हेलो नमस्ते अनि गुड मर्निङ शुभ प्रभात साथीहरू यतिखेर हामी बेनीघाट रोरङ गाउँपालिका वडा नम्बर 8 मा छौँ र यहाँ हामी मनोकामना मन्दिरमा जाँदैछौँ र यहाँ अगाडि हुनुहुन्छ हाम्रो नमराज श्रेष्ठ कमरेड चट्टान ज्यू र हाम्रो चाहिँ गर्वे मिजार जो चाहिँ हाम्रोमा चाहिँ पैरवी अनलाइन.com र होराइजन मिडिया.com हाम्रो नवराज सर र म चाहिँ बागमती दैनिकबाट तपाईँहरू माझमाथिर उपस्थित भएका छौँ हामी मनोकामना मन्दिर जाँदैछौँ अहिले एकदम टुरिज्म एरिया सबैजना नमस्कार म होराइजन मिडिया.com को उपसम्पादक नवराज श्रेष्ठ चट्टान नामै चट्टान छ म अलि कडा रूपको मान्छे हो हैन तर यो गाउँ बस्ती चाहिँ म केही समय अगाडि पनि केही प्रोजेक्टको लागि यो घुमेको ठाउँ हो यो यहाँनिर चाहिँ एउटा अलिकति नियर बस्ती छ हैन यो नियर बस्तीपछि यहाँ तल अलिकति नियर बस्ती छ त्यसपछि लगभग यहाँ चेपाङ बस्ती हो चेपाङ बस्ती भनेको चाहिँ हामीले चाहिँ मान्छे नै घुलमिल हुन पनि डराउने एउटा खालको चाहिँ परिवेश थियो हिजो यहाँनिर चाहिँ खुट्टामा चप्पल लाउन नजान्ने धोती बेर्ने कचार बेर्ने बाँसका चाहिँ उहरू बनाएर चाहिँ उनी चलन थियो तर अहिले यो गाउँपालिकामा हरेक ठाउँमा बाटो पुगेको रहेछ हरेक ठाउँमा अहिले यहाँ हेर्नुहुन्छ भने यहाँका आमा समूहहरू यति शिक्षित ल यति राम्रो बिल्डिङहरू बनेको छ आमा समूहको यति राम्रो चाहिँ होमस्टेहरू यहाँ चलाउनु भएको रहेछ यति राम्रो साङ्गीतिक अब चाहिँ विभिन्न स्वागतहरू गरेर पनि गीतहरू गाउनेदेखि लिएर यहाँको महिला आमाहरू पनि एकदम शिक्षित हुनुभएको रहेछ चेपाङ बस्तीका मान्छे पनि अहिले नेताहरू चाहिँ कार्यक्रम हुँदाखेरि नेताहरूसम्म पुग्ने होला खुट्टामा चप्पल लाउनु भएन उहाँहरूको कुरा भयो उहाँहरूको पनि एउटा त संस्कृति होला तर उहाँहरू अहिले नेताहरूसम्म पनि पुग्न सक्ने नेताहरूसँग गुनासो राख्न सक्ने यहाँको जनता भएको रहेछ यसको लागि चाहिँ यस गाउँपालिकाका उपाध्यक्ष लगायत अब सिङ्गो टिमलाई चाहिँ म धन्यवाद पनि दिन चाहन्छु अहिले हेर्नुभयो नि ल त्यहाँ बाटो हामी कति दिन लाएर हिँडेर गएको यो ठाउँहरू हुन् यिनीहरू अहिले यता पनि बाटो छ अहिले त अलिकति तुहान लागेर अलिकति छैन पक्कै पनि हाम्रो के अरे पैरवी अनलाइन का हाम्रो सम्पादकज्यू पनि हुनुहुन्छ सर तपाईँलाई स्वागत छ केही भनिदिनु त नमस्कार म पैरवी अनलाइन.com को सम्पादक म चाहिँ यो बेनीघाट रोरङ गाउँपालिका वार्ड नम्बर 8 मा रहेको चैलुङ होमस्टेमा हामी हिजोबाट 15 गतेबाट चाहिँ यो पत्रकार महासङ्घ धादिङको आयोजना र बेनीघाट रोरङ गाउँपालिकाको आर्थिक सहयोगमा यो 3 दिने पत्रकारिताका तालिममा हामी उपस्थित भएका छौँ र यो बेनीघाट रोरङ गाउँपालिकाको यो चैलुङमा आउँदाखेरि चाहिँ के परिवर्तन के देखियो भनेदेखि यहाँका महिलाहरूको सक्रिय सहभागिता उनीहरूको परिवर्तन होमस्टे सञ्चालन गरिएको र नेवारी कल्चरमा चाहिँ नेवारी खानामा पनि पाइने नेवारी समुदायको चाहिँ एउटा सक्रिय उपस्थितिमा चाहिँ एउटा होमस्टे सञ्चालन भएको र यहाँको यो मनोकामना मन्दिर जो चाहिँ गाउँपालिकाले नै लगानी गरेर यति राम्रो बनाइदिएको रहेछ यति चाहिँ के अरे प्रगति रहेछ र प्रगतिशील आमा समूहको एउटा ठुलो भवनमा देखिएको छ त्यहाँ चाहिँ भवनमा चाहिँ एउटा हल पनि रहेछ हलको व्यवस्था गरिएको रहेछ त्यो हलमा चाहिँ हिजो हामी तालिम सुरु गऱ्यौँ त्यो हल देख्दा पनि राम्रो लाग्यो यहाँ र बाटाघाटो पनि राम्रो गाउँपालिकाले चाहिँ एकदम राम्रो बनाइदिएको छ यहाँको आर्थिक अवस्था यहाँको चाहिँ के अरे कृषिको अवस्था यहाँको चाहिँ चेपाङ समुदायको जीवन परिवर्तनदेखि लिएर देख्दाखेरि चाहिँ हामीलाई पनि एकदम खुसी लाग्यो गाउँपालिकाले यति धेरै मिहिनेत गरेर यति धेरै लगानी गरेर यो गाउँपालिकालाई चाहिँ गाउँको किसान दाजुभाइहरूलाई र यहाँको व्यक्तिहरूलाई चाहिँ धेरै लगानी गरेर गाउँपालिकाले एकदम एक्टिभ बनाइदिएको रहेछ यसको लागि चाहिँ गाउँपालिकालाई पनि मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु र यहाँको कृषिदेखि लिएर सडक त्यसपछि आर्थिक रूपमा रोजगारीको कुरा आयो सबैमा चाहिँ गाउँपालिकाले लगानी गरेर यहाँको किसानहरूलाई चाहिँ आफ्नो उत्पादन बजारसम्म बेच्न सक्ने चाहिँ एउटा रोडको पनि व्यवस्था गरिएको रहेछ त्यो चाहिँ एकदम मलाई खुसी लाग्यो र गाउँपालिकालाई मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु हस् एकदम धन्यवाद तपाईँलाई हाम्रो चाहिँ पैरवी अनलाइनका सम्पादक हाम्रो गर्वे मिजारज्यूले चाहिँ राम्रो कुरा भन्नुभयो किनभने बेनीघाट रोरङ गाउँपालिकाको विशेषता नै हो हाम्रो चट्टानज्यूले भन्नुभयो होइन यहाँको हरेक कुराहरू एकदम अर्ग्यानिक छ यहाँको खाने पानीदेखि हरेक कुराहरू यहाँ उत्पादन भएका सामग्रीहरूदेखि लिएर हरेक चिजहरू अब यहाँको हावै भन्नु न यहाँको अक्सिजन कहाँ प्रदूषण छ तले वाउ हो त ल बोट बिरुवा छ यहाँ भिरबाट सरर आउँथे चट्टानबाट चट्टान त नाम मात्र चट्टान यो हेलो कस्तो होइन यार हुसु पनि के तेज लाएर चाहिँ तपाईँहरू थियो नि त अब यहाँबाट हाम्रो इच्छा कामना चाह्यो भने हैन र सही होला कस्तो दामी क्या हुसु पनि
मस्तदेखि नि यता आए पनि यही होमस्टे आइपुग्छ यही मन्दिर आइपुग्छ होइन यो तर यस्तो क्या ल जाउँ माथि जाउँ अब एकछिन मन्दिर सर घुमौँ पक्कै पनि हामी यतिखेर यो मन्दिर परिक्रमा गर्नको लागि आइसकेका छौँ राम्रो म चाहिँ बागमती दैनिकबाट साथीहरू तपाईँहरू हेर्दै गर्नु होला मेरो चट्टानमा पनि यसरी फुल फुलेका छन् यही फुल टिपेर मन्दिरलाई चढाउनु भयो पनि कस्तो दामी फुल हो यो ढुङ्गामा फुलेको फुल शिलामा फुलेको फुल एकदमै ल अहिले एउटा टिकटक बनाउनु पर्छ माथि गएर तिमीलाई भएको हजुर होइन तपाईँ कता गा उताबाट माथि हो नि हौ सर यता त तलतिर झरी भयो गरी यार यतापट्टिबाट तपाईँ किन यता आउनु भयो क्या यताबाट घुम्ने हो अहिले पस्नु आउनु अहिले टाढा आउँदा क्या हामी पुस होइन रेकर्डिङ भएर यसलाई लङ टर्म बनाउने अनि थोरै काट्ने हो क्या 2x राखेर ल हेर्नुहोस् गर्वे सर ल जाउँ जाउँ त पर उताबाट जाने हो क्या मेन त तपाईँ आउनु पहिलोचोटि आउनु भयो होइन म चाहिँ पहिलोचोटि म त दोस्रोचोटि हो यार म त कति चैलुङको डाँडैमा हावा सरर होइन मलाई एकदम मन परेको गीत हो होइन मैले रेकर्ड गरेँ गर्न चाहिँ अब आज बेलुका हामी सांस्कृतिक कार्यक्रम सहित एउटा खालको चाहिँ पत्रकार टिमहरूले पनि एउटा गीत पत्रकार टिमबाट त गीत गइहाल्छ नम्रा सक ल हेर्नुहोस् मनोकामना मन्दिर यहाँ म पहिलोचोटि भने मतलब दोस्रोचोटि आएको ठाउँ पहनै म यहाँ यो मन्दिरको चाहिँ हिँडेको छु पर घुम्न एकछिन पहनै सँगै घुम्ने ल यो हाम्रो गोर्खाको मनोकामना यहाँबाट सिधा देखिन्छ यहाँको चाहिँ प्रतिस्थापन अथवा सम्झना स्वरूप प्रतिस्थापन गरेको मन्दिर मनोकामना मन्दिर ल घुमाउ त एकचोटि ल जाउँ दाहिने घुमाउ है हाम्रो गर्वे सर नम्रा सरहरू घुमिसक्नुभयो म नि यहाँ पछाडिबाट घुम्दै ओम नमः शिवाय गणेशाय नमः ओम नमः शिवाय श्री गणेशाय नमो नमः तम हरि हरि ल दिउँसो भएर राति यो बत्तीहरू सबै बोल्छ अहिले चाहिँ यसो एउटा दुईटा मात्रै बोले एकदिन बेलुका चाहिँ अब आजतिर मिल्यो भने बेलुकातिर आउनुपर्छ है हेर राति आउने आउनमा कि चाहिँ परमेश्वर ल जय परमेश्वर रक्षा गरे भगवानलाई हामी सबै अब चाहिँ टिकटक बनाऊ सधैँ म केही कुरा सोधौँ भने तपाईँ अहिले चाहिँ यहाँ के उद्देश्यले आउनुभएको छ अहिले कहाँ हुनुहुन्छ तपाईँ सबै कुरा बताइदिनुहोस् त सर्वप्रथम सबैलाई नमस्कार सबैजना आदरणीय महानुभावहरू दर्शकबिनहरू म चाहिँ दिनेश लाल श्रेष्ठ बागमती दैनिकको संवाददाताको रूपमा अहिले काम गर्छु र म चाहिँ अहिले यतिखेर धादिङ जिल्लाको बेनीघाट रोरङ गाउँपालिका वडा नम्बर 8 अवस्थित यो चैलिङ भन्ने ठाउँमा छु र यहाँ चाहिँ नजिकै हाम्रो मनोकामना मन्दिर छ र केही नजिकै होमस्टेहरू पनि छन् हामी चाहिँ यो जिल्ला पत्रकार महासङ्घ धादिङद्वारा यो पत्रकारहरूमा चाहिँ एआई सम्बन्धी यो पहुँच होइन एआई सम्बन्धी अहिले एआईले जुन बजार एउटा चाहिँ बजारमा एउटा राज गरिरहेको अवस्थामा हामी पनि यो सञ्चार क्षेत्रलाई चाहिँ कसरी एआई मैत्री बनाएर एआईबाट चाहिँ कामहरू छिटो सहज र चाँडै सम्पन्न गर्न सक्छौँ भन्ने विषयमा चाहिँ अहिले जिल्ला पत्रकार महासङ्घ धादिङ र बेनीघाट रोरङ गाउँपालिकाको संयुक्त रूपमा आयोजना भएको यो चाहिँ तालिमको क्रममा चाहिँ यहाँ छौँ। कस्तो लाग्यो तपाईँलाई यहाँको चाहिँ नेवार समुदायको वेशभूषा यहाँको चाहिँ अब संस्कृति यहाँ जुन महिला आमा समूहहरूले गर्नुभएको होमस्टेको बारेमा कति केही सुधार्नुपर्ने केही देख्नुभयो कि ठिक छ कि के रहेछ यहाँको अवस्था बुझ्नुभयो? ठिक छ, तपाईँलाई प्रश्नको लागि धन्यवाद। जुन यहाँको यो होमस्टेहरू सञ्चालन हुँदै गर्दा यहाँका जुन महानुभावहरूले हामीप्रति देखाउनु भएको एउटा अपार माया असाध्यै राम्रो छ र हामीले यहाँ हिजो आयौँ होइन, आजसम्म पनि हामीले यहाँका अर्ग्यानिक चिजहरू विशेष गरी घरमै फलेका कुराहरू होइन, बाहिरका चाहिँ विभिन्न बाहिरका कुनै पनि कुराहरू मिसावट नभएको र घरमै फलेका कुराहरू खाएर छ र यहाँ स्वागत गर्ने तरिका अजिबको लाग्यो मलाई चाहिँ। किनभने यहाँको चाहिँ जुन एउटा नेवारी भाषा बोलेर विशेष गरी यहाँ त नेवार समुदायहरू बढी हुनुहुन्छ, यहाँ त म दोस्रोचोटि आएँ र यहाँको स्वागत गर्ने तरिका चाहिँ अजिब लाग्यो मलाई, अजिब छ। फुलको गुच्छाहरू दिएर एकदम राम्रो एउटा माया देखाउनु भएको छ, उहाँहरूप्रति हामी आभारी छौँ, विशेष गरी म आभारी छु। जसरी यहाँ अहिले विकासका पूर्वाधारहरू थिएन, हिजो रोरङ गाउँपालिका चाहिँ पिछडिको यो चेपाङ बस्ती कपडा लाउन नजान्ने चप्पल लाउन नजान्ने जुन समुदायको मान्छेहरूमा यो शिक्षित अवस्थामा अहिले जसरी आमा समूहहरू चाहिँ यसरी शिक्षित देख्नुभयो, के भन्नुहुन्छ गाउँपालिकालाई अथवा स्थानीय सरकारलाई? होइन, स्थानीय सरकार जो अहिले स्थानीय सरकारका प्रमुख हाम्रो कृष्णबहादुर तपाईँले विवेक हुनुहुन्छ र पहिला हाम्रो हरि डल्लाकोटी उहाँहरू दुईजनाले
यो गाउँपालिकाको नेतृत्व गर्दै गर्दा यहाँ धेरै कुराहरू अभाव थियो। किनभने म त यहाँ पहिलोचोटि 2081 सालमा आएको थिएँ र 2080 सालमा 2080 सालमा आएको थिएँ म। त्यसपछि अहिले आएको छु होइन। त्योभन्दा अगाडि मलाई बेनीघाट रुरङ गाउँपालिका एउटा जस गाविस छ गाउँपालिका छ भन्ने सुनेको थिएँ, तर त्यति रूपमा म घुमेको थिइनँ। जस पहिलाको अवस्था हेर्दा पहिला जुन मानिसहरू जब यहाँका महानुभावहरूले तरकारी बोकेर राति हुँदो चरौँदी मजिन्टार हुप्ती खोला विभिन्न बजारमा लगेर बेचेर फेरि बेलुका त्यहाँबाट सामान लिएर जुनबाट यातायातको साधनहरू अलिकति राम्रो यातायातको लागि चाहिँ बाटोहरू विशेष गरी पूर्वाधारहरू अहिले त धेरै राम्रो छ। यहाँनिर तपाईँको हामी बिदाङसम्म मजाले पिच बाटो हुँदै सर आउन सक्छौँ चरौँदीबाट। त्यसपछि त्यहाँका केही किलोमिटर थोरै सडकमा अहिले त्यो काम नभएमा त जस हरेक ठाउँ यहाँ गाउँको होमस्टेहरूमा जाँदा प्रत्येक ठाउँमा सिडीहरूदेखि लिएर सरसफाइ त्यस्तै छ। यहाँको मन्दिरमा पनि हामीले हेर्न सक्छौँ होइन। मन्दिर पनि एकदम राम्रो ठाउँमा छ। जे खाए पनि पच्छ जस्तो लाग्छ क्या मलाई, अरूमा केही भन्दिनँ। त्यस यस्तो अर्ग्यानिक छ कि यो ठाउँ, यहाँको हावाले पनि भोक मेटाउँछ क्या। यो चेपाङ बस्तीमा पानीको अभाव थियो भन्ने सुन्न आएको छ पहिला, अहिले चाहिँ के छ केही बुझ्नुभयो? चेपाङ बस्तीमा पानीको अभाव सायद अहिले समाधान भयो होला मेरो विचारमा है। ल अब समग्र रूपमा यो रहेछ नि जस रमाइलो छ, हामीलाई एकदम चाहिँ नि रमाइलो लागिरहेछ। तपाईँ चैलुङ होमस्टेमा आउने बाह्य पर्यटन तथा आन्तरिक पर्यटनको लागि के भन्नुहुन्छ? विशेष गरी यहाँ आउन चाहनुहुने महानुभावहरूलाई चाहिँ म भन्न चाहन्छु के भने यहाँको फेसिलिटीहरू यहाँको चाहिँ जुन हामीलाई भनौँ न दिने सेवा सुविधादेखि लिएर हरेक कुराहरू, बस्नको लागि आरामदायी कोठा होइन, बोली व्यवहार त्यस्तै राम्रो, स्वागत गर्ने अजीब तरिका मैले भनिहालेँ छन् यहाँनिर। अनि त्यसपछि जस दिनमा भनौँ न त्यो एउटा आमा समूह अथवा चाहिँ नेवार समूह बिचमा चाहिँ एउटा कार्यक्रम गर्ने गरिन्छ त्यहाँ यहाँ आउनुभएका महानुभावहरूलाई। र यहाँ विदेशी पर्यटकहरू पनि यहाँ यो जुन माथि जान सकिन्छ एकदम राम्रो ठाउँ छ जस। तर एकदम यहाँनिर अहिले धेरै त्यहाँ माथि हेलिप्याड पनि बनाएको छ, एकदम राम्रो छ है। त्यहाँबाट चाहिँ कहाँ देखिन्छ? मेन चाहिँ काठमाडौँ देखिन्छ, चितवनको यो शक्तिखोरहरू। अनि त्यसपछि त्यहाँ माथिबाट यो जुन यो घाम उदाउँदो समयमा चाहिँ थानकोट काठमाडौँको होइन हरेक ठाउँहरू देखिन्छ यतातिर हो नजिकका। ल धन्यवाद छ तपाईँले यति जानकारी दिनुभयो।